जोजुल्पा नमस्ते नेवा एफएम सचिव खोपटीको मेगाहर्ज रेडियो नेपाल भाषा एकाडेमी नीति अनक मिडिया नेवया ख अथवा हलिया छगुया छगुज नेवा स नेवा रेडियो 106.6 मेगाहर्ज रेडियो न्यानो चुनाडी मछिट ठाउन नेपाल सबैका 40 यालागा सप्तमी तिथि 8 हेन्डो विक्रम सम्वत 2017 साल भाद्र ठाउँ 9 गते ठाउँ मंगलबार जुल हले ठाउँ या कोरोना विशेष ज्याजो सित डक्ले नेपाल दसको सेना चुनाले ठाउँ न कोरोना विशेष ज्याजोले सित तिथि विषयवस्तु जना वैगुदु जी सिपनि रेडियो पासा जी BBSha Sakya म शंकर थापा दक्षिणकाली नगरपालिका सोनिगया दक्षिण लागा चोङ्गु नुगु नगरपालिका ख जन निर्वाचित प्रतिनिधि वेरुङका वेकअपसँग कोरोना सम्बन्धी छु जैन चुनावले वेकना खलापले जलेदु हेलो हजुर हजुर नमस्कार मेयरज्यू नमस्ते नमस्ते हाम्रो यो कोरोना विशेष कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छौँ। हजुर धन्यवाद। अनि यो कार्यक्रमको हाम्रो यो नेवा एफएमबाट सञ्चालन गरिएको यो कोरोना विशेष कार्यक्रममा मसँग हुनुहुन्छ वीरेन्द्र BBSha साक्यजी हुनुहुन्छ र प्रविधिमा शरणाजी हुनुहुन्छ। यहाँलाई सबैले स्वागत गर्दछौँ र हाम्रो यो कार्यक्रमको बारेमा कतिको आवश्यकता छ, कोरोना विशेष कार्यक्रमले हाम्रो क्षेत्रमा कतिको के अरे जनताहरूलाई कतिको सुसूचित गर्न सकिन्छ भन्ने बारेमा दुई शब्द बोलिदिनुहुन्छ कि भनेर हामीले आज सम्पर्क गर्न खोजेका यहाँलाई। धन्यवाद। अब एकपटक यहाँले प्रश्न फेरि दोहोऱ्याइदिनुहोस् न, म अलिकति यहाँ काटाकुटुको छ र भएर मैले प्रश्न हजुर एकपटक प्रश्न फेरि दोहोऱ्याउँ न। यो नेवा एफएम 106.6बाट हामीले कोरोना विशेष कार्यक्रम सुरु गरेका छौँ अस्तिदेखि र यो कार्यक्रम चाहिँ आइतबारदेखि शुक्रबारसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म सञ्चालन हुन्छ र अहिलेको परिस्थितिमा यो कोरोना सम्बन्धी जानकारी दिनु र सुसूचित गराउनु सबैको अधिकार हो र हाम्रो कीर्तिपुर नगरपालिकाको मेयरसँग हामीले पहिलो कार्यक्रममा सम्पर्क गरेका थियौँ। हिजोको कार्यक्रममा चन्दागिरीको मेयरसँग सम्पर्क गऱ्यौँ। आज हाम्रो दक्षिणकालीको मेयरज्यूसँग हामी सम्पर्क गरेर त्यहाँको गतिविधिहरू के बताइदिनुहुन्छ कि भनेर र यो कार्यक्रमको सफलताको लागि पनि दुई शब्द शुभकामना बताइदिनुहुन्छ कि भनेर सम्पर्क गर्न खोजेको। अब यहाँहरू नेवा एफएम कीर्तिपुरलाई धेरै धेरै धन्यवाद हैन। हजुर यहाँले पहिला कीर्तिपुरलाई सम्झिनुभयो, त्यसपछि चन्दागिरीलाई सम्झिनुभयो, अब नम्बर अनुसार अहिले दक्षिणकाली नगरपालिकालाई सम्झिनुभयो। हजुर अब मलाई तेस्रो नम्बरमा पारेर इन्टरभ्यू लिनु भएकोमा म पहिलो त अब नेवा एफएमलाई हजुर हार्दिक हार्दिक शुभा होइन अब सम्झिनुहुन्न कि कहाँनिर सम्झिनुभयो होइन। त्यसैले मैले फेरि पनि धन्यवाद टक्राएँ। अब अहिले हामी सबैको राजनीतिक कर्मी, पेसाहरू चाहिँ विभिन्न पेसामा संलग्न सञ्चारकर्मी, स्वास्थ्यकर्मी अब सबै मिलेर अहिले एक खालको एउटा मानव जातिको एउटा जुन एउटा रोगसँग लड्नुपर्ने बेला आएको छ। हजुर हजुर अब यो रोग चाहिँ हामी कसैले पनि यसै गर्दाखेरि यसो हुन्छ भन्ने तथ्य फेला नपरेर हामी जुन अन्यलमा छौँ। हजुर यतिखेर सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका हुने भएको हुँदा हजुर नेवा एफएमको तर्फबाट सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एउटा सचेतना अप्नाएर आफू पनि बचाउँ र अरू समाजलाई पनि बचाउँ भन्ने खालको एउटा चाहिँ राम्रो सन्देश तपाईँहरूको एफएमबाट जाओस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। किनभने अहिले सबै हामी मिलेर काम गर्नुपर्ने बेला भएको छ। हजुर त्यसैले तपाईँहरूको यो जुन प्रयास छ, यो प्रयासले अहिलेको यो कोरोना सङ्क्रमणबाट मुक्त हुनको लागि, न्यूनीकरण गर्नको लागि महत्त्वपूर्ण भूमिका तपाईँहरूले खेल्नको लागि हजुर सफलता मिलोस् भन्ने मैले शुभकामना व्यक्त गरेँ।
हजुर र धन्यवाद। अर्को चाहिँ के भन्दाखेरि अहिले अलिकति फरक ढङ्गबाट सबै समाजलाई यो कोरोनाबाट सङ्क्रमित दाजुभाइ दिदीबहिनीहरूलाई अझै उत्साहित हुने खालको पनि वातावरण सिर्जना गर्नुपर्ने भएको हुँदा अहिले देशभरि सङ्क्रमित मान्छेहरू अपमानित भएको समाजबाट एक्लिनु परेको जस्तो जुन गतिविधि छ हजुर अब त्यसो हुन नदिनुको लागि सङ्क्रमित जो हुनुहुन्छ उहाँहरूलाई उच्च सम्मानका साथ उच्च हौसला प्रदान हुने किसिमको एउटा वातावरण सिर्जना गर्नुपर्छ। र यो बेलामा अब आजको तपाईँको यो चाहिँ कार्यक्रम मार्फत म सबै देश विदेशमा रहनुहुने सबैलाई यो रोगसँग सम्बन्धित हुने सबैलाई पनि उच्च मनोबलका साथ हामी चाहिँ एउटा आइसोलेसनमा बसौँ र एकले अर्कोलाई जुन एउटा सामाजिक दूरी कायम गरेर सङ्क्रमणलाई न्यूनीकरण गर्नको लागि हामी सबै मिलेर काम गरौँ भन्ने एउटा सन्देश पनि दिन चाहन्छु। र सँगसँगै हामी सबै मिल्यौँ भने मात्रै यो रोगलाई घटाउन सकिन्छ, यो रोगलाई कम्याउन सकिन्छ। र एक्लै त्यो सरकार एक्लैले यो सम्भव छैन, त्यसैले हामी सबै सञ्चारकर्मी, सुरक्षाकर्मी र सबै एउटा अरू विभिन्न किसिमको चाहिँ गतिविधिमा संलग्न हुने व्यक्तित्वहरू सबै मिलेर, नागरिक समाज मिलेर यो रोगलाई न्यूनीकरण गर्नुपर्छ र प्रचार प्रसार पनि त्यही अनुसार गर्नुपर्छ। हामीले भोलिन्टियर भएर पनि काम गरेर यसलाई चाहिँ रोगलाई न्यूनीकरण गर्ने दिशातिर हामी अगाडि बढ्नुपर्छ। हामी दक्षिणकाली नगरपालिका र अहिले कीर्तिपुर नगरपालिका एकदमै जोडिएको नगरपालिका पनि भएको नाताले पनि विशेष त अब अहिले उपत्यका दिनानुदिन असुरक्षित हुँदै गइरहेको जुन अवस्था छ, यो अवस्थामा पालिका बीचको पनि एउटा सुमधुर सम्बन्ध र दैनिक काम काजमा पनि एक अर्कोमा समन्वय गरेर काम गर्नुपर्ने जुन बखत छ र यतिखेर एक नगरपालिका अर्को नगरपालिका मात्र नभइकन उपत्यकाको जुन एउटा हाम्रो सबै नगरपालिकाको एउटा मेयर फोरम भनेर पनि हामीले गठन गरेको छौँ। त्यो गठन गरेको नगरपालिकाहरूको पनि अब दिनका दिनै जस्तो हामी मिटिङहरू अगाडि बढिरहेको छ। हिजो मात्र पनि उपत्यका फोरमको बैठक बसेर हामीले आगामी 15 गतेसम्म जुन एउटा यो निषेधाज्ञालाई सकेसम्म निरन्तरता दियौँ। यो 15 गतेसम्म निरन्तरता दिने समयलाई हरेक टोलमा जहाँ एउटा सङ्क्रमित देखिएको छ त्यो देखिएको ठाउँमा कन्ट्याक्ट ट्रेसिङ गर्नको लागि पहिचान गरेर स्वास्थ्य कर्मीहरू परिचालन गरेर हामी दैनिक मात्रामा अहिले कन्ट्याक्ट ट्रेसिङमा छौँ। र जुन उपत्यका मेयर फोरमले हिजो पनि निर्णय गरेको छ त्यही निर्णय गरे मुताबिक हामी उपत्यकाको 18वटा नगरपालिकाले त्यही निर्देशन अनुसार नै काम गरिरहेको स्थिति छ। र त्यसैले कीर्तिपुर नेवा एफएमलाई पनि विगतमा जसरी चाहिँ सामाजिक क्षेत्रमा कीर्तिपुर नेवा एफएमले एउटा जुझारु रूपमा जुन समाजमा आफू प्रतिष्ठित हुने गरी जुन काम गर्नुभएको हो र यो कोरोनाको सङ्क्रमणको बखतमा पनि तपाईँहरूले जो जहाँ हुनुहुन्छ त्यही सम्पर्क गरेर कसरी यसलाई चाहिँ न्यूनीकरण गर्ने, के गरी हाम्रो एक बच्चा हुन्छ यो रोगसँग लड्नको लागि भन्ने खालको जुन तपाईँहरूले प्रयास अगाडि बढाउनु भएको छ। र योभन्दा पनि अझ तपाईँहरूलाई धेरै समाजसँग चाहिँ मिलेर काम गर्ने सफलता पनि मिलोस्, नयाँ नयाँ तरिकाहरूको विकास गरेर अगाडि बढेको खण्डमा हामी सबैको एकबद्धता भएको खण्डमा आगामी दिनमा छिटोभन्दा छिटो यो रोग न्यूनीकरण हुँदै जान्छ भन्ने विश्वास मैले लिएको छु। हजुर मेरज्यू, यति बेला नेवा एफएम रेडियो सुनिरहनु हुने श्रोताहरूलाई ठ्याक्कै संक्षिप्तमा दक्षिणकाली नगरपालिकाको आजसम्मको चित्र अवस्था कस्तो छ संक्षिप्तमा जानकारी गराइदिनुहोस् न। अहिले सबभन्दा ठुलो त अहिलेसम्मको दक्षिणकाली नगरपालिकाको अवस्था र आगामी दिनमा दक्षिणकाली नगरपालिकाले कोरोना सङ्क्रमणबाट बस्नको लागि गर्न लागेको उपाय भनेको यसलाई लकडाउन गरेर सबैलाई बन्दाबन्दी गरेर घरभित्र थुनेर मात्र यो रोग घट्ने होइन। त्यसैले यो जुन 15 गतेसम्मको जुन एउटा चाहिँ हाम्रो
एक खालको डेट हामी एउटा प्रस्ताव गरेको छौँ। यो 15 गतेभित्र सङ्क्रमितहरूसँग एउटा कन्ट्याक्ट ट्रेसिङ गर्नको लागि एउटा पहिचान गरेर दिनका दिन हामी सङ्क्रमितहरूसँग चाहिँ सम्पर्कमा आएका व्यक्तिहरूलाई हामीले चाहिँ कन्ट्याक्ट ट्रेसिङ गरेर त्यसबाट आएको रिपोर्टलाई आइसोलेसन गराउने र आइसोलेसन गर्नको लागि हामीले नगरपालिकाले आफ्नै नगरपालिकाभित्र आइसोलेसन कक्ष सञ्चालन गरेको छौँ र त्यो आइसोलेसन कक्षमा हामीले चाहिँ राख्छौँ। जो रिपोर्ट त्यसरी देखियो पोजिटिभ देखियो भनेदेखि हामी अन्त पठाउनु पर्दैन, आफ्नै नगरपालिकाभित्र छ। र सकेसम्म यो रोगबाट बच्नको लागि नगरपालिका एक्लै यहाँको स्वास्थ्यकर्मी र सुरक्षाकर्मी मात्रै लागेर हुँदैन, सबै नगरवासी आदरणीय महानुभावहरूले पनि यो रोगबाट बच्नको लागि आफूले गर्नुपर्ने काम र कर्तव्य पनि अवश्य पनि हामी सबै मिलेर गर्नेछौँ। र यो जुन एउटा सामाजिक दूरी कायम गर्ने र दैनिक एउटा साबुन पानीले हात धुनेदेखि लिएर जे नेपाल सरकारले यो बच्नको लागि बताएको उपाय अनुसारको कामकाज गर्ने र सङ्क्रमित भएको ठाउँलाई हामीले चाहिँ कसरी व्यवस्थित गर्ने, यो सबै कुरामा नागरिक समाजको तर्फबाट, नगरवासीहरूको तर्फबाट, सबैको तर्फबाट सचेतना अपनाउनको लागि हामी अगाडि बढिरहेको छौँ। यो 15 दिनभित्र हामी कन्ट्याक्ट ट्रेसिङ व्यापक रूपमा गर्नेछौँ। जो सङ्क्रमितसँग चाहिँ मिसिएर भेटघाट भएर जुन भिडभाडमा चाहिँ देखिएका मानिसहरूको हामी कन्ट्याक्ट ट्रेसिङ गर्छौँ। त्यति मात्र नभइकन दक्षिणकाली नगरपालिकाको भूगोल भनेको राजधानी प्रवेश गर्ने 2टा नाका यही भित्र पर्छ। त्यो 2टा नाकाबाट प्रवेश गर्ने जो छ त्यो सरकारी निकायका मान्छेहरू जो आउनुहुन्छ उहाँहरूलाई पनि सुरक्षितसँग एउटा चाहिँ आगमन गर्नको लागि हामी त्यो कुरा पनि हामीले सचेतना अप्नाएको छौँ। र हाम्रो नगरवासीको हकमा हामीले तालनाखेलको हाम्रो चाहिँ जुन एउटा हस्पिटलमा आइसोलेसन कक्ष सञ्चालन गरेको कारणले सकेसम्म हामी त्यहाँ त्यस्ता सङ्क्रमितको सङ्ख्या बढ्दैन र अब कतै बढिहाल्यो भने पनि हामीले चाहिँ आफूलाई आवश्यक अनुसारको व्यवस्था मिलाएको कारणले नगरवासीलाई म यही कुरा अनुरोध गर्न चाहन्छु। र यो बन्दाबन्दीको बखत सबैले सुरक्षा अप्नाइदिएर हामी कामकाजमा लाग्यौँ भने यो रोग अब योभन्दा वृद्धि हुँदैन। अहिलेसम्म दक्षिणकाली नगरपालिकामा आजको दिनसम्म 10 जना सङ्क्रमितको मात्र हामीले सूचीकृत गरेको छौँ, त्योभन्दा बढेको छैन। आशा छ त्यो पनि अब बिस्तारै झर्दै जानेछ। यही अनुसार सबै नगरवासी आदरणीय महानुभावहरूलाई यो रोग सबै मिलेर मात्रै त्यसलाई घटाउन सकिन्छ। एक्लैले यो सम्भव नहुने भएको हुँदा सबैमा यही अनुरोध गर्न चाहन्छु। आजको कोरोना विशेष कार्यक्रमलाई हामीले दक्षिणकाली नगरपालिका विशेष बनाएका छौँ र यहाँले अब बैठकमा हुँदै पनि व्यस्तताका बावजुद पनि नेवा एफएमको यो कार्यक्रमलाई समय उपलब्ध गराइदिनु भयो, जानकारी गराइदिनु भयो, शुभकामना दिनुभयो। र यसपछि हामी प्रवक्ता अमेरिका बलामी ज्यूसँग हामी विस्तृत रूपमा कुराकानी गर्नेछौँ। यहाँलाई आजको कार्यक्रमबाट फेरि अरू कार्यक्रममा हामी कुराकानी गर्नेछौँ। आजको कार्यक्रमबाट यहाँलाई धन्यवाद ज्ञापन गरेँ। धन्यवाद। मैले पनि अब कीर्तिपुर नेवा एफएमलाई अब मलाई यो नेवा एफएम भनेपछि अलिकति स्वाभाविक रूपमा अलिक बढी मनपर्ने एफएमलाई परेको कारणले मैले तपाईँसँग अब धन्यवाद भन्दै फेरि पनि यस्तो अवसर आउँदाखेरि दक्षिणकाली नगरपालिकालाई सम्झिनु पक्कै पनि म बिदा भन्न चाहन्छु। धन्यवाद सुबादु। एक मोहन बस्नेतजुल एक दक्षिणकाली नगरपालिका या एक मेयरजुल एक सगो मु ज्या चुना दिगु जुसाना एक नेवा एफएम कोरोना विशेष ज्याजुले बचाकल जुसा दक्षिणकाली नगरपालिका विशेष जानकारी बिया दिगु आछि दक्षिणकाली विशेष थप जानकारी नीति नगरपालिका प्रवक्ता अमेरिका बलामी जुन अब खलाबला यागुजी या कोरोना विशेष ज्याजुले अमेरिका बलामीजु फोन शब्दी झाय दिगु वेकन अपन खाना बलाई झले। हेलो हेलो नमस्ते
म नमस्ते नेवा एफएमबाट शङ्कर थापा बोल्दैछु हजुर। हजुर नमस्कार हजुर। दक्षिणकाली नगरपालिकाका प्रवक्ता अम्बिका बलामीज्यू हामीसँग सम्पर्कमा आउनुभएको छ। सबभन्दा पहिला त हामी यो कार्यक्रममा यहाँलाई भित्री दिलदेखि नै स्वागत गर्न चाहन्छौँ। धन्यवाद हजुर। अहिले भर्खरै हामीले मेयरज्यूसँग पनि कुराकानी गऱ्यौँ। उहाँले हाम्रो कार्यक्रमलाई के अरे धन्यवाद दिनुभयो र केही जानकारीहरू पनि दिनुभयो र यसबाट पनि अझ विस्तृत रूपमा जानकारी प्राप्त गरी जनमानसमा अहिलेको यो महामारीबाट बच्न बचाउनको लागि के गर्न सकिन्छ भन्ने कुराको बारेमा म यहाँसँग केही प्रश्नहरू सोध्न चाहन्छु। हजुर, अहिले दक्षिणकाली नगरपालिकामा सङ्क्रमितको सङ्ख्या कति छ र अहिले? अहिले दक्षिणकाली नगरपालिकामा हिजो बेलुकासम्मको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या 10 जना हजुर। अनि आइसोलेसन र यो क्वारेन्टाइनहरू कता कता के व्यवस्था गर्नुभयो होला है? यो दक्षिणकाली नगरपालिकाले 2टा ठाउँमा व्यवस्थापन गरेको छ। यो चार्लाखेल हाम्रो चाहिँ पिएचसीमा हामीले चाहिँ आइसोलेसनको व्यवस्था गरेका छौँ। अनि यो हाम्रो त्रिभुवनको एउटा चाहिँ विद्यालयमा हामीले क्वारेन्टाइनको व्यवस्था गरेका छौँ। त्यसमा हाम्रो 30सम्मको व्यवस्था नगरपालिकाले गरेको छ। त्यसमा अहिले केही व्यक्तिहरू त्यहाँ पनि हुनुहुन्छ र आइसोलेसनमा पनि 2 जना व्यक्तिहरू हुनुहुन्छ हजुर। अहिले कतिको सङ्क्रमण फैलिएको अवस्था छ हजुर यताको? अब यो दक्षिणकाली नगरपालिका यो हाम्रो चाहिँ यो तराईसँग जोड्ने 2टा नाका छ। यो सिस्मी मरेर चाहिँ यो फर्किङ होमानी भन्ने फाखेल। पहिलो यो चाहिँ तराईबाट चाहिँ सङ्क्रमण भएर आएको कारणले गर्दाखेरि अलि जोसुकै त्यसलाई चाहिँ हामीले मध्यनजर गरेर आफ्नो नाकाहरूलाई चाहिँ 3 ठाउँमा हामीले मकैबेसी छैमले होमानी भन्ज्याङको 3टा नाका चाहिँ हामीले बेलैमा टाइट गऱ्यौँ र हामीले चाहिँ यो उपत्यकालाई नै सम्प्रेषण गर्नुपर्छ, उपत्यकालाई जोगाउनुपर्छ र उपत्यकालाई चाहिँ जोगाउने नाका 3टा मध्ये यो पनि परेको कारणले नगरपालिकाले एकदम आफ्नो चाहिँ जिरुवा ढङ्गले यसको व्यवस्थापन गरेको छ। सङ्क्रमण चाहिँ त्यति हाम्रो चाहिँ पहिला हाम्रो त्यहाँ सङ्क्रमित देखिएर बिचमा एकपटक हाम्रो यो अलिकति चाहिँ फुक्लो गऱ्यौँ। हामीले नाकाहरू फुक्लो गरिसकेपछि त्यहाँबाट अलिकति प्रवेश भएर अहिले जति यता तराईबाट चाहिँ देखिएको छैन, जति उपत्यकामा आएकोहरूबाट नै सङ्क्रमित भइरहेको छ हजुर। अनि यो अब नगरवासीहरू कतिको आश्वस्त भएको छन् त यो रोग चाहिँ लिमिटेड हुन्छ, अब यो फैलिँदैन, अब यसलाई हामी निर्मूल पारेर जित्न सक्छौँ भन्ने कति आश्वस्त छन् त? उहाँहरू नगरवासीहरू त्यो कुरोमा यसमा चाहिँ सुरक्षाकर्मी, सञ्चारकर्मी, बुद्धिजीवी वर्ग, त्यसमा चाहिँ जनप्रतिनिधि र सम्पूर्ण व्यक्तिहरू खटिरहेका कारणले गर्दाखेरि चाहिँ दक्षिणकाली नगरवासी चाहिँ नगरको जनता लगायत उपत्यका पनि यही ढङ्गबाट चाहिँ जान सक्यो भने यो हामीले निर्मूल चाहिँ होइन, यसलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने आम जनमानसमा छ। अब कन्ट्रोल हामी त गर्दैछौँ, तर हुँदाहुँदै कन्ट्रोल गर्दै पनि अब यस्तै त नहोस्, तर कारणवश अब भयावह स्थिति लिएर अब एकदम महामारी नै रूपमा फैलियो भने अब तपाईँहरूको यो जुन व्यवस्था गर्नुभएको छ नि क्वारेन्टाइनहरू, आइसोलेसनहरू, यो के पर्याप्त होला त अथवा त्यो भन्दा अरू केही बढाउने योजना राख्नु भएको छ? भयावहको अवस्था त्यति किसिमको भयावहको अवस्था त म देख्दिनँ, किनभने हाम्रो चाहिँ यो काठमाडौँ प्रवेश गर्ने एउटै नाका भयो। यो हाम्रो चार्लाखेल चौर यो चोबार हुँदै जाने हामीसँग प्रदेश तलबाट जोड्ने नाका टिका भयो। त्यसै यो हाम्रो मकैबेसी ललितपुरसँग जोडेको हाम्रो एउटा यो फास्ट्याग बन्दै गरेको ठाउँ छाइमलेर हो भने भन्याङ। अब त्यो चाहिँ तराईको बिरको नगरपालिका तराईको बिरको चाहिँ जिल्लाहरूले पनि अहिले चाहिँ लकडाउन गरेको कारणले त्यता पनि अति महत्त्वपूर्ण व्यक्ति र चाहिँ महत्त्वपूर्ण काम आइरहेको अवस्था छैन भने हामीसँग भएको व्यक्ति अति आवश्यक मात्रै हामी उपत्यका जान्छौँ र भएकोहरूलाई बिहान एकटा मात्रै आफ्नो चाहिँ अति आवश्यक चिज दाल चामल नुन तेल औषधि र अति आवश्यक चिजको लागि चाहिँ बिहान एकटा मात्रै खुला गरेको र काठमाडौँमा त्यति आते जातिको चाहिँ नभएको कारणले त्यति भयावहको अवस्था आउँदैनन्। त्यो किसिमको अवस्था आइहाल्यो भने पनि त्यसको विषयमा हामीले स्वास्थ्यमा 2-4 हाम्रो एम्बुलेन्स छ, हामीसँग 5वटा एम्बुलेन्स छ। हाम्रो यो त्रिभुवनमा पनि हामीले चाहिँ पर्याप्त ठाउँहरू व्यवस्था गरेको छौँ। त्यसमा चाहिँ अब हाम्रो यो चाल्नाखेल यो हाम्रो
त्यो हस्पिटलमा पनि हामीले व्यवस्थापनको लागि तयारी सुरु नै गरिसकेका छौँ। त्यही पनि हाम्रो उपत्यकाको 11वटा चाहिँ नगरपालिकाहरूले चाहिँ अब यो प्रत्येक पालिकाबाट व्यवस्थापन गर्न नसकिने अवस्था भयो, पनि अनकन्ट्रोल भयो भने हामी उपत्यकालाई कसरी के व्यवस्थापन गरौँ भनेर चाहिँ त्यो नगर प्रमुखहरूको एउटा टिमबाट पनि छलफलको विषय बनिसकेको कारणले गर्दाखेरि त्यो किसिमको अवस्था नहोला भन्ने म देख्छु। र त्यो किसिमको अवस्था आइपऱ्यो भने पनि हामी त्यसमा चाहिँ हामीले व्यवस्थापनको तयारी गरेका छौँ। अनि यो अब अहिले भनौँ न अब खाद्यान्नहरू र चाहिँ तपाईँको यो सेनिटाइजरहरू मास्कहरूको पर्याप्तता के छ हजुर यसमा? अब यो चाहिँ स्वास्थ्यको लागि हामीले बजेटको व्यवस्थापन पनि गरेका छौँ। अहिले हाम्रो मलाई जहाँसम्म लाग्छ यो उपत्यकाको पालिकाहरूमध्येको पिसिआर जाँच छिटो छिटो गराउने भित्रमा नगरपालिका दक्षिणकारी नगरपालिकाले होला जस्तो लाग्छ मलाई। हिजो हामीले फेरि यहाँ चाहिँ पिसिआर जाँच गरायौँ। आज हामीले 6 बजे जस्तो विकट ठाउँमा पनि टाढादेखि यहाँ आउनुपर्छ त्यहाँको पनि हामीले व्यवस्थापन गऱ्यौँ। त्यसमा चाहिँ अब यो मास्कहरू, पन्जाहरू, अनि त्यसमा चाहिँ सेनिटाइजरहरू जे जति स्रोत साधनले भ्याएको छ त्यति हामीले त्यहाँ वितरण गरेको छु। र सम्पूर्ण चिज हामीले समुदायलाई सदस्यलाई दिने मात्रै भन्दा पनि उहाँहरूलाई चाहिँ जनचेतना सचेतना दिने कामहरू पनि गरेको छु। त्यसमा चाहिँ अलिकति यो सङ्घ संस्थाहरूले पनि वितरण गरेको छ, स्वास्थ्य शाखाहरूबाट पनि केही वितरण छ, त्यो किसिमको छ। र अहिले वितरण गर्ने, एकपल्ट प्रयोग गर्ने अनि फ्याँक्नुभन्दा पनि घरबाट सकेसम्म बाहिर ननिक्लिने, यदि निक्लिनै परेको अवस्था आयो भने अति आवश्यक काममा निक्लिनु होला। भिडभाड नगर्नुहोस्, भिडभाडमा नजानुहोस्। यदि जान पर्यो भने पनि मास्क र सेनिटाइजर प्रयोग गरेर मात्रै जानु नजानु पनि हामी लागेका छौँ। प्रवक्ताज्यू, हजुर, यहाँको दक्षिणकाली नगरपालिका सानो नगरपालिका भएर पनि भौगोलिक विविधता भूगोलको जटिलताले यहाँलाई यो महामारी नियन्त्रणका लागि कार्यक्रम सञ्चालनमा यहाँको कठिनाई त्यसलाई कसरी यहाँले व्यवस्थापन गराउनु भएको छ? हाम्रो भूगोल 3 भागमा विभाजन भएको छ। बागमतीको तिरैतिरको चाहिँ 1 नम्बर वडा, 2 नम्बर वडा र 7 नम्बर वडा र 8 नम्बर वडा एउटा बेल छ। यसमा सालना खेलको एउटा पकेट छ। त्यसबाट चाहिँ हामीले यो बाँसबारी, यो चाहिँ सेतीदेवी भन्ज्याङ भन्छौँ र त्यसलाई चाहिँ एउटा पकेट छ। र शेषनारायण अनि फर्किङको बजारको एउटा पकेट भएको कारणले यसमा चाहिँ सबै चाहिँ दक्षिणकारी नगरपालिकाको 8 नम्बर वडामा प्रत्यक्ष विकट चाहिँ तयार बसेका छौँ। त्यसमा चाहिँ हाम्रो यो तल्को डुरे चौर, त्यस 9 नम्बर वडा, शेषनारायण 5 नम्बर वडा, यो बजार एरिया चाहिँ हाम्रो फर्किङ 6 नम्बर वडा, अनि दक्षिणकारी मन्दिर, अनि यो गोपालेश्वर मन्दिर भएको यो हाम्रो यो तलसम्म जोडेको स्वास्थ्यसँग जोडेको 7 बजारमा देखिएको जति हामीले व्यवस्थापन गर्छौँ। र यदि चाहिँ तपाईँको त्यस्तै किसिमको अब आएको त छैन, त्यस्तो अवस्था हामीलाई आइपरेको छैन। यदि चाहिँ त्यस्तो किसिमको विभिन्न वडाको माझमा पनि केही 2-4 जना सङ्क्रमित देखिन आयो भने त्यो सङ्क्रमितसँग चाहिँ टच भएको व्यक्ति, उसँग चाहिँ घोलमेल भएको व्यक्ति, उसँग चाहिँ सरकार भएको परिवारहरू र उसँग चाहिँ केही दिन अगाडिसँग चाहिँ उसले चाहिँ आफै छोडेको व्यक्तिहरूको विषयमा चाहिँ हाम्रो स्वास्थ्य शाखा, हाम्रो जनप्रतिनिधि, हाम्रो प्रशासन तत्काल लिएर चाहिँ त्यो व्यवस्थापन गर्न सकिने वातावरणमा हामी स्ट्रङली आफ्नो पोजिसन बनाएर बसेका छौँ। भौगोलिक हिसाबमा हामीलाई चाहिँ कहीँ गाडी नजाने, कहीँ विद्युत नभएको, कहीँ स्रोत र साधन नभएको र दक्षिणकाली नगरपालिकाबाट 1 घन्टा बढीमा 1 घन्टा भित्रमा सबै ठाउँमा पुग्न सक्ने भूगोलहरू, बाटोघाटोहरू पनि अहिले बर्सातको समयमा पनि सुचारू भएको कारणले हामीलाई जहाँसम्म लाग्छ हामीलाई समस्या छैन। उदाहरणको लागि दक्षिणकाली नगरपालिका वडा नम्बर 8 छैमलेको 8 खण्डमा आज पिसिआर जाँच हुँदैछ। हजुर, अन्त्यमा प्रवक्ताज्यू, यहाँले आश्वस्त पार्नुभयो जस्तै अब हिजो लकडाउनका बेला, आज निषेधाज्ञाका बेला हामी उपत्यकावासी घर घरमै बसिरहेका छौँ, तर नाकामा हामीले कडाइ गर्न नसकेका कारण उपत्यकामा आज सङ्क्रमण बढ्दो छ। यहाँले अब यहाँकै जानकारी अनुसार चाहिँ काठमाडौँ उपत्यकाको दक्षिणी नाका, 2टा नाका दक्षिणकाली नगरपालिकामा छन्। अब उपत्यकावासीलाई चाहिँ यहाँले दक्षिणी नाकाको जिम्मेवार निकायको हिसाबले यहाँले कसरी आश्वस्त पार्नुहुन्छ? बरु चाहिँ एकदम गम्भीर चाहिँ संवेदनशील प्रश्न उठाउनु भयो। यो विषयमा अहिले हामी 3 तहका सरकार छौँ।
हजुर सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। स्थानीय तहको सरकारमा नगरपालिका, गाउँपालिकाहरू छन्, जसमध्येमा अहिले चाहिँ सबैभन्दा जनतासँग, सबैभन्दा व्यक्तिसँग, सबैभन्दा चाहिँ नागरिकसँग टच हुने भनेको सम्बन्धित वडाको वडा अध्यक्ष, प्रहरीसँग, आर्मीसँग, स्वास्थ्य कर्मीसँग, यो लाइन एजेन्सी, अब त्यो हाम्रो क्लबहरूसँग अनि रेड क्रससँग टच भएर हामीले के किसिमको व्यवस्थापन गरेको थियौँ। होमाने भन्ज्याङमा हामीले 8 जना प्रहरी, 3 जना सुरक्षाकर्मी, 2 जना हाम्रो नगरपालिकाबाट त्यतिले हामीले बेलैमा उहाँहरूलाई जे जस्तो सकिने हो एउटा चाहिँ तिरपालले घेरेर जस्ताको टहरमा राखेर उहाँलाई एनी टाइम बिहानदेखि बेलुकासम्म नै एउटा ग्रुप हामीले त्यहाँ परिचालन गरेको छु। आइमलेमा हाम्रो त्यो किसिमको छ, मकै बेसीमा त्यस्तै किसिमको अवस्था छ। र यदि सङ्घीय सरकारले अरू जिल्ला, अरू चाहिँ ठाउँबाट पनि यस्तै किसिमको कदम चाल्ने हो, पिसिआर टेक जाँच गरेको र चाहिँ त्यसमा चाहिँ निरोगी अति महत्त्वपूर्ण चिज मात्रै उहाँहरूले पठाइदिनु हो भने र त्यो चाहिँ अति आवश्यक व्यक्तिहरूलाई मात्रै पठाउने हो भनेर हामीलाई अधिकार दिन्छ भने हामीले निर्मूल पनि गर्न सक्छौँ। विगतको घटना तपाईँको चाहिँ यो हाम्रो नाकामा अब हामीले अस्ति त कन्ट्रोल गरेको थियौँ, उपत्यकामा भइदिएकै थिएन, पालिकामा हाम्रो दक्षिणकाली नगरपालिकाबाट त एकजना पनि आएको थिएन। अब यो चाहिँ लकडाउन खुकुलो गरेर चाहिँ यो तराई बेलबाट वार रातारात मान्छे आउने क्रम भयो। त्यसमा पनि चाहिँ हामीभन्दा माथिको तहको सङ्घीय सरकारले अब यो क्याबिनेटले नै यो कुरा चाहिँ गरेको कारणले हामीलाई अप्ठ्यारो परेको। त्यस्तो बेलामा पनि 1336 जनाको पिसिआर जाँच गराएर हामीले उपत्यका भित्राएका थियौँ र त्यसमा सङ्घीय सरकारले हामीलाई सहयोग गर्नुभएको थियो, जसमध्ये 13 जनाको चाहिँ पोजिटिभ देखियो। ती पोजिटिभ देखेको बिरामीहरू चाहिँ यता कता कारखानातिर कता कता गइरहेको हामीले फोनबाट चाहिँ फलानालाई भन्यो भनेर हाम्रो जनप्रतिनिधिले, हाम्रो पुलिस प्रशासनले, हाम्रो चाहिँ तपाईँको स्वास्थ्य कर्मीहरूले उहाँलाई फलो गऱ्यौँ। यो त दक्षिणकालीको चाहिँ एउटा नाकाबाट गएको, 2 नाकाबाट गएको यो हाम्रो चाहिँ बस पार्कमा चाहिँ हामीले यो चाहिँ चौरमा, फुटबल चौरमा गरेको पिसिआर जाँच मात्रै हो। यस्तो त थानकोटबाट अनि यसमा चाहिँ हाम्रो चाहिँ यो हाम्रो सायाभन्ज्याङको नाकाबाट कति गयो होला। तर सङ्घीय सरकार र प्रदेश सरकार तहको सरकार जति चाहिँ संवेदनशील हुने गरी लाग्ने हो भने यो ठाउँमा प्रवेश हुँदा नि हुँदैन। तर अहिले जति गयो उहाँलाई उपचार गर्न सकिन्छ, जतिसँग टच गऱ्यो हामीले चाहिँ चेक जाँचबाट लिन सकिन्छ। अरू कसैलाई चाहिँ रोग नलगाउने र बाहिरबाट नआउने हो भने हामीले विश्वस्त गर्न सक्छौँ। आज हामीसँग 10 जना पुगेको सङ्ख्या चाहिँ तपाईँको चाहिँ आज 1 हप्ता भइसक्यो। अब हामी यहाँ बढेको छैन। त्यो 10 जना पनि कुनै आर्मीको छ, कुनै प्रहरीको छ, कुनै अन्यत्र कर्मचारी भएर चाहिँ गएको कारणले मात्रै छ। यहाँ देखेको त हाम्रो 2-3 जना मात्रै हो। त्यो पनि 2 जना 10 जनामा 2 जनाको निको भइसकेको छ। अब फेरि आज चाहिँ हिजो हामीले जाँच गरायौँ, आज हामी जाँच गरायौँ। अब आएको हरूलाई चाहिँ हामी कसरी व्यवस्थापन गर्ने र अब हिजो अस्ति आइसकेको ढाकिसकेकोलाई हामीले निको भएकोलाई कसरी व्यवस्थापन गर्ने विषयमा हामी जान्छौँ। र हामी स्थानीय तहको जनप्रतिनिधिहरू र एउटा चाहिँ राज्यलाई यो उपत्यकालाई नै चाहिँ संरक्षण गर्नुपर्ने भएको कारणले दक्षिणको नाका पनि यो दक्षिणकाली नगरपालिकामा भएको कारणले गर्दाखेरि यो दक्षिणकाली नगरपालिकाले आफ्नो नगरवासीलाई मात्रै होइन आफ्नो भूभाग प्रयोग गरेर चाहिँ यहाँ एक नाकाबाट चाहिँ उपत्यका छेड्ने भएको हुँदा यस नगरपालिकाको जनप्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी मित्रहरू, सुरक्षाकर्मीहरूबाट चाहिँ उपत्यकालाई चाहिँ यही परिषदबाट चाहिँ काम गर्न दिने वातावरण सङ्घीय सरकार, प्रदेश सरकारले दिने हो भने त्यो किसिमको हैसियत, त्यो निर्मूल गराइदिन सक्ने हैसियत दक्षिणकाली नगरपालिकाले दिएको छ। हजुर, अब अन्त्यमा हामीसँग यो कोरोना विशेषमा हामी निरन्तर यहाँहरूको साथमा हुनेछौँ प्रवक्ताज्यू, र अन्त्यमा रेडियो सुनिरहनु हुने श्रोताहरूलाई दक्षिणकाली नगरपालिकाको जिम्मेवार प्रतिनिधिको नाताले यो असहज, यो अस्तव्यस्त जनजीवनको यो परिवेशमा यहाँले आफ्नो संक्षिप्त चाहिँ आग्रह अनुरोध के गर्नुहुन्छ? सम्पूर्ण श्रोतावर्गहरूलाई यो दक्षिणकाली नगरपालिकाको 9 नम्बरको वडाको वडा अध्यक्ष र नगरपालिकाकै तर्फबाट प्रवक्ताको हैसियतले म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने संसारमा सबैभन्दा ठुलो कुरो आत्मसन्तुष्टि र सबैभन्दा ठुलो औषधि भनेको आत्ममनोबल हो। तपाईँ हामीमा आत्ममनोबल छ भने यो चाहिँ तपाईँको यो कोरोना यो किसिमको चाहिँ यो त्यस्तो किसिमको भयावह र ठुलो रोग होइन। यो रोग चाहिँ यो चिज चाहिँ मलाई जहाँसम्म लाग्छ यो रोगबाट चाहिँ
यो साधारण चाहिँ ज्वरो आउने, हल्का रुगा खोकी हुने, हल्का टाउको दुख्ने भनेको यो हामीले चाहिँ सधैँ भोगिरहेको रोग जस्तो मलाई लाग्छ। र अनि अर्को एउटा कुरो चाहिँ के छ त भने हाम्रो खानपानले पनि यसलाई चाहिँ जित्न सक्ने भएको कारणले गर्दाखेरि चिसो चिजहरू नखाइदिनुहोस्, चिसो वस्तुहरूलाई चाहिँ नपिदिनुहोस्, तातो चिजहरूलाई नखाइदिनुहोस्, जाडो गरी नबस्दिनुहोस् र चाहिँ यो जुन चाहिँ अहिले प्लास्टिक चिजहरू, बत्तल गर्ने चिजहरू, खानेहरूको चिजहरूलाई यहाँहरूले चाहिँ सकभर प्रयोग गर्नुहोस् र घरैमा खानेकुराहरूलाई पनि राम्रोसँग पकाएर खाइदिनुहोस्। मसला जन्य चिजहरूलाई तपाईँले चाहिँ प्रयोग गरिदिनुहोस्, जसमा चाहिँ बेसार, लसुन, अदुवा, जिरा, मरिच, ल्वाङ, सुकुमेर, जायफल, बेसार जस्ता चिजहरू प्रयोग गरेर पानीलाई तताएर तातो पानी पिइदिनु होला र चिसोबाट अलिकति जोडिदिनु होला र अलिकति चाहिँ धेरै भोक लाग्ने बेलासम्म नबस्दिनु होला। 4-4 घन्टामा तातो र गरम चिजहरू खाइदिनु होला। यसले गर्दाखेरि चाहिँ यो रोगसँग चाहिँ लड्न सक्ने अवस्था हामीसँग भएको हुँदाखेरि चाहिँ कसले के भयो भन्ने कुरो होइन र हामीले के गर्दैछौँ, हामीलाई के हुँदैछौँ भन्ने एउटा कुरो पनि र अर्को एउटा कुरो चाहिँ ढिलो चाँडो यो समुदायमा बिस्तारै यो फैलिँदै आएको रोगले कारणले गर्दाखेरि आज कुनै सङ्क्रमित व्यक्तिलाई भयो होला, एउटा छिमेकीलाई भयो होला, एउटा व्यक्तिलाई भयो होला भनेर उहाँहरूलाई सिरियस गर्ने, उहाँहरूसँग टाढा गर्ने, उहाँहरूबाट चाहिँ फोन हाइहालो नगर्ने, उहाँहरूसँग टच भएको परिवारसँग चाहिँ छिछिर धुरधुर गर्ने होइन। उहाँहरूलाई पनि के गरेर हौसला दिने हो, कसरी सम्पर्क गर्ने हो, कसरी उहाँहरूको मनोबल उच्च बनाउने हो। मनोबल उच्च भइसकेपछि अटोमेटिकली चाहिँ आज देखेको 7 दिनदेखि खानापान, तातो पानीको बाफ लिने, तातो पानी खाने, अनि मसला जन्य चिजहरू खाने, बेसार पानीहरू चाहिँ खाने गरेर एक्सर्साइज गर्ने, ध्यान गर्ने र अलिक उच्च मनोबलले सहज तरिकाले बसेपछि 7 दिनमा अगाडि पोजिटिभ देखेको बिरामीको 7 दिन पछाडि नेगेटिभ देखेको भएको कारणले गर्दाखेरि यो त हामीलाई यो अवस्था आउनै दिनु हुँदैन। यदि बायो आइहाल्यो भने पनि आएकोहरूलाई सम्मान गरौँ र आफूसँग आयो भने पनि यो सजिलै चाहिँ यो निको हुने चिज हो। यो कुनै हस्पिटलमा गएर कुनै ठुलो ठाउँमा गएर त्यहाँ गएर आफ्नो चाहिँ उपचार हुने होइन। यो चिजलाई मैले आफैले घरमा बसेर आफ्नो छुट्टै कोठामा बसेर छुट्टै टोयलेट प्रयोग गरेर छुट्टै खानपान प्रयोग गरेर 1 देखि 1.5 हप्तासम्म 2 हप्तासम्म आराम गऱ्यो भने आफै निको रोग भएको कारणले उच्च मनोबल समाजसँग बस्दिनको लागि सम्पूर्ण चाहिँ श्रोताहरूलाई म दक्षिणकाली नगरपालिकाको प्रवक्ताको हैसियतले अनुरोध गर्दछु। हजुर धन्यवाद प्रवक्ताज्यू, यहाँसँग हामी फेरि पनि आगामी दिनहरूमा जोडिने छौँ र अहिले आज यहाँको महत्त्वपूर्ण समय र महत्त्वपूर्ण जानकारीको लागि यहाँलाई विशेष धन्यवाद ज्ञापन गरेँ। धन्यवाद हजुर। हस्, एक दक्षिणकाली नगरपालिका या प्रवक्ता अमेरिका बलामी नपचिसौँ ठाउँ कोरोना विशेष ज्याजोले दक्षिणकाली नगरपालिका विशेष ज्याजोको ठाउँ विषयवस्तु जनाएको र ज्याजोले ज्याजो निगु गुबे स्वास्थ्य कर्मी विष्णुदेवी अस्पताल या वरिष्ठ स्वास्थ्य अधिकृत प्रवीण देव नाप खलबले याउजी वसबेन हो ज्याजोले बचाक्न दिपा लिपा छिना भन्न आपलाउजी नेवा एफएम नाप चुना दिदगा बल सकया चुना ठाउँ या कोरोना विशेष ज्याजोले स्वास्थ्य कर्मी प्रवीण देव नाप खाना बलाई झोले वेकना फोन सापु ताला गुडु वेकना खाना बलाई झोले उनी गुजी ठाउँ या कोरोना विशेष ज्याजोले जोजोलपा नमस्कार। जोजोलपा अनि प्रवीन्द्र देवजी यहाँलाई नेवा एफएम 106.6 मेगाहर्ज रेडियोको यो कोरोना विशेष कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्दछु। धन्यवाद। अनि नेवा एफएम 106.6 थोप्ला रेडियोबाट जुन कोरोना सम्बन्धी विशेष हामीसँग अन्तर्वार्ता लिइराख्नु भएको छ सबै परिवारलाई हजुर हजुर। अनि प्रवीण देवजी यता यो यति बेला यहाँ विष्णुदेवी अस्पतालमै हुनुहुन्छ? ए भन्नाले यो कोरोना पेन्डेमिकको यो पिरियडमा यहाँहरू सुरुदेखि फ्रन्ट लाइनमा हुनुहुन्छ र आजसम्म आइपुग्दाखेरि अहिले काठमाडौँ भ्याली अहिले नै अब जोखिममा छ। यति बेला यो सेकेन्ड फेजको यो बिचमा यहाँको सरसठी अनुभव चाहिँ यसो हाम्रो श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न। धन्यवाद।
यो 2019 31 डिसेम्बरमा चीनबाट यो देखा परेको यो कुरा सबैलाई प्रविधिकै छ। अनि अहिले हुँदाहुँदै अहिले तपाईँको चीनबाट हुँदाहुँदै विश्वभरि फैलिँदै हाम्रो नेपालमा पनि प्रवेश गर्यो। अब नेपालमा प्रवेश गरिसकेपछि सुरुमा के भएको थियो, सामान्य रूपमा देखा पर्दै अहिलेको अवस्थामा आउँदा काठमाडौँसम्म कोरोना भाइरस पुग्यो। काठमाडौँ मात्रै नभइकन अहिले हामी यहाँ जहाँ बसिरहेका छौँ किर्तिपुरमा पनि अहिले व्यापक रूपमा देखिन थालिसक्यो। अहिलेको तपाईँको परिप्रेक्षमा हेर्नुभयो भनेदेखि 38 जनालाई कोरोना संक्रमण भइसकेको छ। जस्तो 1 नम्बर 4 नम्बर 6 नम्बरमा अलिकति बढी मात्रामा देखा छ। हामीले जुन स्वाब कलेक्सन गरिरहेका छौँ त्यसमा हामी पनि एकदमै जोखिममा छौँ। यहाँको अवस्था हेर्दा किर्तिपुरको अवस्था हेर्दा पनि एकदमै अहिले हेर्दा एकदमै बढिरहेको भयावह होला कि जस्तो लागिरहेको छ। यदि हामी समयमै बेलैमा यदि उपचार गर्न सकेनौँ, ठाउँमा जान सकेनौँ, यसबाट बच्न सकेनौँ, घरबाट बाहिर निस्किने कुराहरू गऱ्यो भनेदेखि हामीलाई कुनै पनि बेला हामी सङ्क्रमण हुन सक्छौँ र हामी कुनै पनि कोरोनाको चपेटामा पर्न सक्छौँ। अहिले काठमाडौँकै कुरा गर्नुभयो भनेदेखि तपाईँ हेर्नुहोस्, हिजोको एकै दिनमा विगत के अरे 224 जना एकै दिनमा देखा पर्यो। अब नेपाल अधिराज्यमा 743 जना देखा पर्यो भनेदेखि काठमाडौँ मात्रै 224 जना हिजो देखा पर्यो। र अहिलेको तपाईँको परिप्रेक्षमा हेर्नुभयो भनेदेखि मृत्यु दर पनि अलिकति पहिलाभन्दा बढी। जस्तो हिजो एकै दिनमा 8 जना मृत्यु भएको देखियो। पहिला हप्तामा 15 दिनमा एउटा सुनिन्थ्यो मृत्यु दर भन्दाखेरि अहिलेको तपाईँको मृत्यु दर पनि हेर्नुभयो भनेदेखि अलिकति बढ्दै गएको छ। त्यसले गर्दा हामी तपाईँ सबै समाज यहाँ गाउँ सचेत हुन सकेनौँ भनेदेखि यो यसबाट जित्न धेरै गाह्रो छ। अब यसबाट कोरोनाबाट बच्नको लागि एउटै हो, हामी तपाईँ सचेत हुनैपर्छ। यसको चीन जुन छ नि कोरोनाको चीन तोड्न सकेनौँ भनेदेखि हामी कोही पनि माथि रहँदैन यसबाट जस्तो लाग्छ। हजुर। अनि प्रवीण देवजी, जस्तो अब अहिले केन्द्र सरकारदेखि स्थानीय सरकारसम्म पनि अब विभिन्न निर्णय गर्दै यो कोरोना महामारीलाई सङ्क्रमणलाई चाहिँ नियन्त्रण गर्ने प्रयासमा लागिरहेको अवस्था छ र अर्कोतिर यहाँहरू स्वास्थ्यकर्मी सुरक्षाकर्मी फ्रन्टलाइनमा हुनुहुन्छ र सङ्क्रमण दिनदिनै बढ्दो नै छ र अर्कोतिर नेपाली समाज छ, यहाँलाई चुनौती पनि छ, अत्यन्तै जटिल असहज परिस्थिति छ। यो बिचमा स्वास्थ्यकर्मीको नाताले यहाँले भन्नुपर्दाखेरि के कस्तो चाहिँ कार्य सम्पादन गर्नुपर्ने थियो, के कस्तो निर्णय गर्नुपर्ने थियो, कहाँनिर के चाहिँ समन्वय भइरहेको छैन, कहाँनिर आवश्यक निर्णय गर्न सकिरहेको छैन, यो विषयमा स्वास्थ्यकर्मीको नाताले यहाँ विष्णुदेवी अस्पतालको वरिष्ठ स्वास्थ्य अधिकृत हुनुहुन्छ, यो हिसाबले यहाँको अनुभवलाई थोरै राखिदिनुहोस् न। अब राज्यको तर्फबाट र तपाईँको गाउँ स्तरबाट सङ्घबाट सम्पूर्ण स्तरबाट प्रयास गरेकै हो, नगरे होइन। यो प्रयास जारी छ, प्रयास हामी पनि गरिरहेछौँ। प्रयास केन्द्रबाट राज्यबाट भइरहेको छ, नभएको होइन। त्यसैको परिणाम आज हामी यति जुन देखिरहेको छौँ। पिसिआरलाई त्यति ध्यान दिएको थिएन, तर अहिले पिसिआरको मात्रा पनि बढाएको छ। हामी भन्छौँ पिसिआरको मात्रा अझै बढाउनुपर्छ, बढाउनु त बढाएको छ तर अझै पुगेको छैन। पिसिआरको दर के गर्नुपर्छ, प्रत्येक गाउँमा प्रत्येक वडामा यदि कम्तीमा घरमै लिन सक्यो भनेदेखि प्रत्येक घरमै गएर ठाउँमा शिविरहरू जस्तै राखेर प्रत्येक वडामा प्रत्येक टोलमा शिविर राखेर यदि हामी पिसिआर लिन सक्यौँ भनेदेखि यसबाट अझ राम्रो नतिजा निस्किन्छ। अहिले तपाईँको हेर्नुभयो भनेदेखि जहाँ लिए पनि एकदम धेरै अत्यधिक मात्रामा देखिरहेको छ। त्यसले गर्दा यो अहिलेको राज्य स्तरबाट जुन गरेको छ कामहरू त्यो त एकदमै राम्रो सराहनीय काम नै हो। तर अझै ठाउँ ठाउँमा वडा वडामा गाउँ गाउँमा टोल टोलमा यो नमुना सङ्कलन अझै पुगेको छैन जस्तो मलाई लाग्छ। अझै लिनुपर्छ, अझै बरु व्यापक रूपमा स्वास्थ्यकर्मीहरू परिचालन गर्नुपर्छ। अहिले स्वास्थ्यकर्मी जति मात्रामा परिचालन गर्नुपर्ने त्यो परिचालन
अलिकति कम भएको हो कि जस्तो मैले अनुभव गरेको छु। यो अहिले जति गराएको छ त्यो एकदमै राम्रो, त्यो हामी राम्रा पक्षलाई लिनै पर्छ र अझै सुधार गर्ने पक्षहरू जस्तो पिसिआर मेसिनहरू राखेर ठाउँ ठाउँमा छिटोभन्दा छिटो कसरी दिन सक्छौँ हामी, त्यो कुराहरू अझै पुरा छैन कि जस्तो लाग्छ मलाई। यो पिसिआरको दर, स्वाब कलेक्सनको दर, त्यसपछि एकजनालाई जस्तो भनौँ यहाँ भइसक्यो कसैले कोरोना पोजिटिभ भयो भन्दाखेरि त्यो मान्छेले कतिजनालाई पारेको छ त्यसलाई अब हामी कन्ट्याक्ट ट्रेसिङ जुन भन्छौँ त्यो कन्ट्याक्ट ट्रेसिङमा गएर कतिजनाले उसले पारेको होला त्यो तुरुन्तै लिनुपर्ने हुन्छ, ढिलो गर्नु हुँदैन। कतिपय अहिले देखिरहेको छु हामी कोरोना पोजिटिभ भएको छ, कसैले नम्बरै सही नदिने, कसैले नाम सही नदिने, त्यसले गर्दा पनि अलमल एकदमै अलमलमा भइरहेका छौँ। अहिलेको अवस्था त्यस्तो देखेको छ। हजुर, अनि अत्यन्तै जोखिम अवस्थामा यहाँहरू स्वास्थ्य कर्मी फ्रन्टलाइनमा हुनुहुन्छ र नेपाली समाजमा चाहिँ अहिले एक खालको यहाँहरू अब स्वास्थ्य कर्मी आफै जोखिममा हुनुहुन्छ। अर्को कुरा समाजमा यहाँलाई जुन खालको चाहिँ अत्यन्तै निन्दनीय व्यवहार हुन थालेको छ, समाज चाहिँ स्वास्थ्य कर्मीदेखि त्यसरी त्रसित हुने खालको अवस्था देखा परेको छ। पहिलो कुरा त यहाँहरू स्वास्थ्य कर्मी भन्दा पहिला यहाँहरू पनि मानिस हुनुहुन्छ, यहाँको पनि आफ्नो परिवार छन्। यो अवस्थामा स्वास्थ्य कर्मीहरू कसरी सुरक्षित रहेर काम गर्दै आउनु भएको छ, के गर्नुपर्ने थियो सरकारले? एकदम राम्रो हो। यो स्वास्थ्य कर्मी अरू देशमा हेर्नुभयो भनेदेखि स्वास्थ्य कर्मीलाई एकदमै मान सम्मान जहाँ पनि गर्छ। स्वास्थ्य कर्मी भनेको चाहिँ एउटा भगवान जस्तो मान्छ, तर हाम्रो समाजमा के हो उल्टो रिएक्सन। धेरैले सकारात्मक रूपमा पनि लिएको छ, तर केही मात्राले केही मान्छेहरूले यसलाई नकारात्मक रूपमा लिने। अब यो स्वास्थ्यकर्मी सहुलियती स्वास्थ्यकर्मीबाट हामीलाई सर्ला भनेर एकदम नकारात्मक रूपमा केही मात्रामा लिने गरेको छ। जस्तो तपाईँको हिजो अस्ति 2-3 दिन अगाडि भर्खरकै काम हेर्नुभयो भनेदेखि बालेश्वरमा सिभिल हस्पिटलका डक्टरहरू नर्सहरूलाई बस्न नदिने, जुलुस गर्ने, भुइँडङ्गा गर्ने, तपाईँको चितवन भरतपुरका कुरा लिनुहोस्, हस्पिटलमा त्यहाँ बस्न नदिने, तिनीहरूको घरमा गएर झन्डा गाड्ने, यस्तो कुराहरू त्यो एकदमै गरेको छ। यो एकदमै नराम्रो पच्ने खाले नै होइन। यदि साँच्चै भन्नुहुन्छ हामी स्वास्थ्य कर्मीलाई बस्न नै नदिने, खालि हस्पिटलमा बस्नै नपाउने भयो, के सबैजनाले के हस्पिटल घर घरमै खोलेको छ र? हस्पिटल घरमा छैन नि। अब हामी नै गएर जहाँ चाहिँ जो भए पनि स्वास्थ्यकर्मी चाहिँ काला होला, चाहिँ गोरा होला, चाहिँ जुनसुकै कलरको होला, रङ विभेदको कुरा नगरिकन जो भए पनि आखिर स्वास्थ्यकर्मी नै होला हामीले उपचार गर्ने भनेको। त्यसले गर्दा स्वास्थ्यकर्मीसँग हामी भागेर होइन, हामीसँग त काँधमा काँध मिलाएर लड्नु पर्ने हो। हामी त सबैको समाजमा, हामी गाउँमा, प्रत्येक वडामा, घर घरमा गएर हामी त सेवा दिने पर्यो। त्यसले गर्दा हामीसँग भाग्नु पर्दैन, हामीले पकाउनु पर्दैन। हामी त तपाईँको प्रत्येक पाइलामा कसरी तपाईँलाई निको बनाउने, हामी त्यसको लागि हामी लडिरहेको, जुडिरहेको। हाम्रो पनि हेर्नुहोस् परिवार छ, हाम्रो पनि बच्चा छ, हाम्रो पनि आमा बाउ सबै छ, तर हामी छोडेर किन यो जनताको लागि, यो देशको लागि आफ्नो जसरी भए पनि यो देशको जनतालाई बचाउनको लागि आफ्नो ज्यानको माया मारेर आएको छौँ अफिसमा। हाम्रो बस्ने घरमा घर छैन र हामी पनि बस्न सक्छौँ नि, तर होइन अरूले सक्दैन। यो स्वास्थ्यकर्मी र डक्टरहरूले सक्छ भनेर हामी फिल्डमा उत्रेका छौँ, आफ्नो ज्यानको माया मारेका छौँ। मरौँ तर यो देश र जनतालाई कसरी भए बताउला भनेर हामी अगाडि बढेका छौँ। पक्कै पनि यहाँहरूको यो योगदान रहनेछ, सुवर्ण अक्षरले लेखिनेछ। र कीर्तिपुर नगरपालिकाले स्वास्थ्य कर्मीलाई अहिले सुरक्षित रूपमा क्वारेन्टाइनमा पनि राखेको, क्वारेन्टाइनको व्यवस्था पनि गरेको छ। यो विषयमा यहाँहरू कसरी व्यवस्था भइरहेको छ? एकदम राम्रो। यहाँ कीर्तिपुरमा पनि अहिले के छ, क्वारेन्टाइनको व्यवस्था गरेछ। स्वास्थ्यकर्मीहरू पनि स्वास्थ्यकर्मीहरूमा सङ्क्रमित त देखिसकेका छैन कीर्तिपुरमा, तर पनि के छ अन्य ठाउँको सङ्क्रमितहरूसँग उहाँहरू 1-2 हाम्रो साथीहरू जुन बस्नु भएको छ उहाँहरू पनि के भन्छ क्वारेन्टाइनमा त्यस्तो नजिक बसिसकेपछि हामी आफै क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। तपाईँको होलमेल गर्नु हुँदैन भन्दाखेरि त्यस्तो स्वास्थ्यकर्मी साथीहरू अहिले क्वारेन्टाइनमा बस्नु भएको छ र उहाँहरू
सबैजना पिसिआरको लागि सहज पनि दिइसक्नु भएको छ र सम्भवतः आज भोलि नै उहाँहरूको रिपोर्ट पनि आउँछ। रिपोर्ट आएपछि यदि उहाँहरूमा पोजिटिभ देख्यो भने कम्प्लिटली उहाँहरूलाई अब क्वारेन्टाइनमै बस्ने गर्नुपर्छ र अब देखा छैन भनेदेखि झन् अब हामी आउँछौँ फेरि काम गर्न सबैलाई हामी सरकारमै बोलाउँछौँ। त्यस्ता जुन अहिले नगरपालिकाले जुन कार्य गरेका छ त्यो एकदम सराहनीय कार्य नै गर्नुभएको छ। उहाँहरूलाई हामी सबैले धन्यवाद दिनुपर्छ। हजुर पक्कै पनि। अनि एकजना स्वास्थ्य कर्मीको नाताले अब हाम्रा श्रोताहरूलाई यो असहज परिस्थितिमा अब बाहिर निस्कन मिलिरहेको अवस्था छैन, घरमै चाहिँ बस्नु परेको अवस्था, अलिकति स्वास्थ्यको दृष्टिले चाहिँ हाम्रा श्रोताहरूलाई यहाँ स्वास्थ्य कर्मीले कस्तो खालको परामर्श यस्तो अवस्थामा के गर्दा हुन्छ, कसरी चाहिँ जीवनयापन सहज हुनसक्छ, यो विषयमा पनि थोरै आफ्नो अनुभव राखिदिनुहोस् न। हुन्छ, एकदम धन्यवाद। यो हेर्नुहोस्, अब अहिलेको विषम परिस्थितिमा महामारीको अवस्थामा सकेसम्म घरबाट बाहिर निस्किनु राम्रो होइन। त्यसो यो कोरोनाको एउटा चेन जुन छ नि, चेन यो भत्काउनै पर्छ, तोड्नै पर्छ। यदि हामी चेन यो तोड्न सकेनौँ भनेदेखि एक व्यक्तिबाट अर्कोमा, अर्कोबाट अर्कोमा, अर्कोबाट अर्कोमा जाने सम्भावना बढी हुन्छ। कसैको घरमा बच्चा होला, कसैको घरमा बुढापाका होला, हामी त बाहिर निस्किन्छौँ नि। हामी बाहिर निस्केपछि हामीबाट जस्तो यो मान्छेबाट पनि के हुन्छ, घरका मान्छेहरूमा बुढापाकामा पनि सर्ने सम्भावना बढी हुन्छ, बच्चाहरूमा पनि सर्ने सम्भावना हुन्छ। त्यसले गर्दा यदि हामी नै पढ्ने जुन हामी जताततै घुम्ने, बाहिर जाने, टोलमा हिँड्ने, गफ गर्ने, यो जुन कुराहरू छ त्यो कुराहरूलाई यदि हामी नै कन्ट्रोल गर्न सक्यौँ भनेदेखि त्यो के हुन्छ, चेन तोड्न सक्छौँ। यदि हामी चेन तोड्न सकेनौँ भनेदेखि हामी जुन पनि सङ्क्रमित हुन सक्छौँ। हामी मात्रै होइन, हामी तपाईँको सङ्क्रमित भएर आयो र हाम्रो घरमा गयो भनेदेखि हाम्रा परिवार, हाम्रा बच्चाहरूलाई पनि हामी सार्न सक्छौँ। त्यसले गर्दा सकेसम्म म त के भन्न चाहन्छु, प्लिज त्यस्तै अति आवश्यक छ भनेदेखि बाहिर निस्किनुहोस्। यदि निस्किनै पर्ने बाध्यता छ भनेदेखि मात्रै तपाईँहरू निस्किनुहोस्, होइन भनेदेखि घरमै बसिदिनु। यो लकडाउनको समयमा घरमा बसिदिनु र घरमा बस्दा पनि साबुन पानीले हात धुनु पर्यो। अनि बेला बेलामा जुन हाम्रो के छ लक्षण के छ, मुखतिर हात लाने, आँखातिर हात लाने, यस्तो कुराहरूबाट सकेसम्म कम गर्ने। त्यसपछि हामी बाहिर निस्क्यौँ भनेदेखि हातलाई सेनिटाइजरबाट अल्कोहलको प्रयोग गरेर स्ट्राइल गर्नुपर्छ। त्यस्तै सरसफाइमा एकदम बढी मात्रामा ध्यान दिनुपर्ने हुन्छ। हामी यदि त्यस्तै प्रकारको कसैलाई ज्वरो आएको छ भनेदेखि ज्वरोको लागि हाम्रो प्यारासिटामोल ट्याब्लेटहरू हुन्छ, त्यो प्यारासिटामोल ट्याब्लेटहरू खानुपर्ने हुन्छ। अनि पानीको मात्रा सकिन्छ भनेदेखि तातो पानी खानुहोस्। चिसो पानीभन्दा तातो पानी अझ राम्रो हुन्छ। सकिन्छ भनेदेखि 2-2 घन्टाको फरकमा पानी खान सक्यो भनेदेखि थोरै जति खान सक्यो 2-2 घन्टाको फरकमा पानी पिउने गर्नुहोस्। अनि घाममा सकेसम्म सूर्यको घाममा केही बेर जति हुन्छ आधा घन्टा 1 घन्टा बस्न सक्यो भने त्यो पनि एकदमै राम्रो हुन्छ। तरकारीमा जस्तो अदुवाहरूको राखेर पकाएर खानुभयो भनेदेखि पनि हाम्रो शरीरको लागि फाइदा गर्छ। त्यस्तै तपाईँ रातिमा दुधमा थोरै बेसारहरू राखेर खान सक्नुभयो भनेदेखि चाहिँ दुध बेसार पनि खान सक्नुभयो भनेदेखि कुनै प्रकारको भाइरसहरू छ भनेदेखि इजिली हामी त्यसबाट हाम्रो इम्युनिटी डेभलप हुन्छ, जसबाट हामी बच्ने सम्भावना एकदम बढी मात्रामा हुन्छ। हजुर प्रवीणदेवजी, अब हाम्रो कार्यक्रमको समय अन्तिममा छौँ र अन्तिम जिज्ञासा यहाँलाई। यो प्रमेन्द्रदेवज्यू नमस्ते। अनि हाम्रो कार्यक्रममा एउटा अनलाइन मार्फत एउटा जिज्ञासा आएको छ, धेरै मित्रहरूले पठाउनु भएको छ। यो के भने नि, हामीले जुन मास्क प्रयोग गर्छौँ नि, तपाईँको यो कतिले घरमा बनाएको मास्क प्रयोग गर्छन्, कतिले यो बजारको, कतिले चाहिँ अब अलिकति हाई क्वालिफाईवालाहरूले चाहिँ त्यो अलिकति N95 के नामको प्रयोग गर्छन् नि, KN95 होइन, यो धेरै किसिमको छ र यो कति पटकसम्म प्रयोग गर्न मिल्छ र यसको अब एकपटक मात्रै प्रयोग गरेर फालिदिने हो कि अथवा धुँदा मिल्छ कि अब कति पटक प्रयोग गरेर धुने, यस्तो खालको केही क्राइटेरिया छ भने अलिकति हिन्ट्स बताइदिनुहोस् न। भन्दाखेरि यो जेनरल मास्क जुन हुन्छ नि अहिले 3 लेयरको, साधारणले 3 लेयरको मास्क प्रयोग गर्नुभयो भने सफिसियन्ट छ। त्यसको लागि यो संसाधनको लागि
यो N95 मास्क आवश्यक नै छैन। हजुर N95 मास्क लगाउनै पर्दैन। यो के हुन्छ N95 मास्कहरू कस्तो अवस्थामा तिनीहरू भनेको स्वास्थ्यकर्मीहरूले मात्रै लगाउने हो। स्वास्थ्यकर्मी जो एकदमै धेरै मान्छेसँग धेरै बिरामीहरूसँग कुरा गरिन्छ, धेरै मान्छेसँग एक्सपोजर हुन्छ, तिनीहरूले मात्रै प्रयोग गर्ने हो। साधारण मान्छे 3 लेयरको मास्क जुन बजारमा पाइन्छ त्यो मास्क लगाउनु भयो भनेदेखि सफिसियन्ट हुन्छ। कुनै पनि यो बाहिरी तपाईँहरू N95 मास्क प्रयोग नगरे पनि कुनै आपत्ति हुँदैन। तपाईँहरू साधारण मास्क प्रयोग गर्नुहोस्। N95 मास्कको आवश्यक छैन, यसलाई धुने झन्झट पनि हुन्न, केही हुँदैन। साधारण मास्क प्रयोग गर्नुहोस्। अथवा तपाईँको घरमै बनाउनु भएको छ भनेदेखि कपडाको मास्क पनि प्रयोग गर्न मिल्छ। अथवा तपाईँको अहिले बजारमा 5-10 रुपियाँमा पाउने त्यो 3 लेयरको मास्कहरू छ, त्यही प्रयोग गर्नुभयो भने हामी मजाले बस्न सक्छौँ। सबभन्दा मेन्टेनेन्स के हुन्छ, हामी डिस्टेन्स नजिक नबस्छौँ, कम्तीमा 4 देखि 6 फिटको दूरीमा कुरा गरौँ। त्यो कुराहरू गर्नुभयो भनेदेखि हामी बच्न सक्छौँ। यो मास्क नै यो सर्वसाधारण सबैले N95 मास्क हामी भन्छौँ, त्यो होइन गर्नुहोस्। त्यसो भए यसलाई धोएर फेरि प्रयोग गर्न चाहिँ राम्रो होइन भन्नुभयो। यो फेरि प्रयोग गर्न हेर्नुहोस्, यसमा 2 मत छ। अब तपाईँको कतिको इन्फेक्टेड छ त्यसमा। मास्कमा यदि तपाईँको इन्फेक्टेड व्यक्तिहरूसँग जस्तो थुकको चिटाहरू गइसकेको छ, थुकको चिटा गएको छ इन्फेक्टेड व्यक्तिबाट, फेरि त्यही तपाईँ धुन खोज्नु भएको छ भनेदेखि त्यो मास्कबाट तपाईँलाई पनि सङ्क्रमण हुन सक्छ। यदि तपाईँलाई इन्फेक्टेड व्यक्तिको थुकको चिटाहरूदेखि लिएर कुनै केही भएको छैन भनेदेखि हामी धोएर प्रयोग गर्न सकिन्छ। तर त्यो सबभन्दा त्यो गर्नुभन्दा सबभन्दा बेटर भनेकै हामीले के देखेका छौँ, आफै घरमा जुन हामी बनाउँछौँ त्यसैले बरु धुनु, राम्रोसँग धुनुहोस्। अथवा कपडाको मास्कहरू प्रयोग गर्दा पनि कुनै आपत्ति हुँदैन। यो अथवा बजारमा जुन 5-10 रुपियाँमा पाउने 3 लेयरको छ मास्क प्रयोग गर्नुहोस्। सबभन्दा सबैको लागि त्यो अति उत्तम हुन्छ। हजुर धन्यवाद। कार्यक्रममा सहभागिता जनाइदिनु भएकोमा नेवा एफएमको तर्फबाट हामी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। नेवा एफएमलाई पनि यहाँको टिमलाई पनि म धन्यवाद दिन चाहन्छु। धन्यवाद प्रवीण देवजी। यहाँले अत्यन्तै महत्त्वपूर्ण आजको यो कोरोना विशेष कार्यक्रममा आफ्ना अनुभवहरू राखिदिनु भयो। यहाँलाई धन्यवाद ज्ञापन गरे। विष्णुदेवी अस्पताल किपु यहाँ वरिष्ठ स्वास्थ्य अधिकारी प्रवीण देवजुल वेकन पछिसं स्वास्थ्य परामर्श विशेष स्वास्थ्य कर्मी विशेष वेकपिनु अनुभव कई जुल ठाउँ ज्याजो यी कोचागु सङ्केत वेरुङको ठाउँ ज्याजोलो BBSha Sakya नाप शङ्कर थापा ठाउँ त ब्यागुजी अखने हाक्न नाप्लागुजी दासी नेवा एफएम न पहुँच्नु दिता इना पिना सुना सुबा जे महाभारत